यहाँहरू सबैमा नमस्कार। यो चाहिँ हाम्रो 6x10 को गेट 1.5x3 को 2mm थिकनेस पाइपमा बेस फ्रेम बनाएर चाहिँ 1.5 इन्ची पाइप सपोर्टिङ गरेर फोल्डवाला सिट युज गरेका छौँ र नर्मल डिजाइनको गेट बनाएका छौँ। सिटलाई चाहिँ हामीले डाइरेक्टली फ्रेममा वेल्ड गरेका छौँ। पत्ती अथवा डन्डीको लिस्टी राख्दा चाहिँ त्यो ग्यापमा फोहोर जमेर गेटको तल्लो साइडमा चाहिँ चाँडै समस्या आउने भएकोले चाहिँ हामीले प्राय डिजाइनले दिएसम्म हामीले डाइरेक्टली फ्रेममै पातालाई सटाउने अथवा वेल्ड गर्ने गर्दछौँ र ह्यान्डल पनि हाम्रो एकदमै राम्रो टाइपको छ। स्टेनलेस स्टिलबाट चाहिँ हामीले ह्यान्डल बनाएका छौँ र सबभन्दा यसको फिचर्स भनेको चाहिँ यसको लक चाहिँ एकदमै राम्रो छ। यो बटम थिच्ने बित्तिकै गेट खुल्छ र लाउने बेलामा चाहिँ ताने मात्र अटोमेटिक रूपमा लक हुन्छ र खोल्नको लागि बटम थिचेपछि खुल्छ र लाउनलाई ताने मात्र लक हुन्छ। भित्र साइडमा चाहिँ हाम्रो यो खालको चाहिँ लक बनाएर युज गरेका छौँ र यसमा चाहिँ हाम्रो इन्टरलक राख्न बाँकी छ र भित्र मेन गेटको लक पनि एकदमै राम्रो हुनेछ। यहाँहरूलाई म गेट फिट गरिसकेपछि चाहिँ फेरि भिडियो बनाएर राखिदिनेछु। यहाँहरूले भिडियोलाई चाहिँ मन पराउनुहुन्छ भन्ने चाहिँ आश गरेको छु। हस् त, धन्यवाद।